1 बज्दासम्म 350 मात्र कमाएको थिए, तर साँझसम्म 1400 कमाउला भन्ने सोचेकै थिएन। आज त म अतरियाको ट्रिप हान्छु भनेर बिहान निस्के भन्सातिर, तर एकजना पनि पाएन। चौरासम्म 2 जना लिएर आए, 50 रुपियाँको बाहुनी भयो मेरो अहिले। चौराबाट बस पार्कतिर आइरहेको थिएँ, अचम्मबाट आएको गाडीबाट मैले 2 जना सन्तोषी टोल पाएँ। उहाँहरूको सामान थियो 3-4 वटा कट्टा आलुको। उनको घरसम्म पुगाएको मलाई 150 रुपियाँ दिने भयो र त्यसपछि म बजारतिर निस्किएँ। भोक धेरै लागेर म रुमतिर आएको थिएँ। रुमबाट निस्किने बेला मैले 7 जना अतरिया जाने पाएँ बसहरूबाट। त्यसपछि म अतरिया हिँडेको। अब दसैँ तिहारको टाइम आइरहेछ, तै पनि खै किन हो मान्छे आजभोलि बजारतिर छैनन् के, कता गयो होलान्, कता हराए कि। मेरो लागि भयो नि सबजनाले आइदिनु पर्यो बजारतिर। 15 मिनट पछि म अतरिया पुगेँ। त्यसपछि उहाँसँग मैले आधा घण्टा बस्नु पर्यो, किनकि पानी धेरै परिरहेको थियो, त्यही भएर। त्यति बेला झलारीको दाइसँग भेटघाट भयो, अनि त्यसपछि उहाँसँग कुरा गर्दै त्यसपछि बिदाई लिए। एकजना भाइ बाहिनीतिर पानीमा भिज्दै गइरहेको थिएँ। मैले भने बस जाउँ, तिमीलाई छोडिदिन्छु। भाइले भने मसँग पैसा छैन दाइ, पुगाइदिनुहुन्छ। मैले भने ओके छ, केही छैन, पुगाइदिन्छु। त्यसपछि मलाई फर्निचरबाट दाइले फोन गर्नुभयो र चेयरहरू ल्याउनु छ 5 वटा भन्नुभयो। उहाँको चेयरहरू सबै लोड गरेर पसलमा छोडिसक्यो अहिले। अब आधा 1 घण्टा जति चलाउँछु बजारतिर, अनि त्यसपछि म रुम जान्छु, किनकि भोक पनि धेरै लागिरहेको छ आज, अनि पानी पनि परिरहेछ।